आज म तपाईहरुको लागि चाहिँ एउटा सानो मिनी भ्लग ल्याएको छु। त्यो चाहिँ चौको सो हाम्रो यहाँ चौचौ पाक्न आँटिरहेको छ। पानी हाल्न बाँकी छ। हुन त प्यान चाहिँ छ सानो खालके त्यो दाल झाने टाइपको त्यसमा पनि हुन्छ अन्डा चाहिँ र पनि अब यसमा त दुईटै काम एकैचोटि हुने भयो नि त। सो दुईटै काम एकैचोटि हुने भयो। ओके अब अन्डा पकाउनु हामी चाहिँ यहाँ चाहिँ यो यसको तेल युज गर्छौँ। सोरिस चाहिँ गाइज बिहानमा एकदमै गर्मी छ। यसरी पकाएर खाजा पकाएर खान चाहिँ एकदमै उसित। यो अन्डा त यति हुँदैन हुन्छ। खाजा बनाएर खाँदा चाहिँ एकदमै गर्मीले झ्याउ है। जस्तो जस्तो छ त्यसरी नै पकाएर खाइरहेको छु। म चाहिँ बनाउँछु नै युज गर्ने भनेर होइन चम्चीले नै हुन्छ। आफूमा चाहिँ आफूले पर्छ नि जस्तो जब चम्चीले हुन्छ भने काम किन भनेर कति थोरै तेल हालेको भन्नु होला। जब धेरै तेल राखेको नि अन्डामा राम्रो होइन क्या। मलाई चाहिँ मन पर्दैन धेरै तेल। जति चाहिन्छ त्यति मात्रै युज गरेको। बनिसकेको छ ग्यास भइसकेको छ। अब हामी खान जान्छौँ।
गइरहेको छु। यो फ्यानले गर्दाखेरि आवाजै प्रदूषण छैन होला यस्तो गर्मी भइरहेको छ। पंखा बालेको थिएँ, पंखाको आवाजले टेबल फ्यानको आवाजले एकदम डिस्टर्ब भयो। त्यही भएर एक त पिरो, त्यही माथि गर्मी, आवाज डिस्टर्ब आयो भनेर फ्यान अफ गरिदिएँ। गर्मी भइरहेछ। Oh shit. हाथी मात्रै मुखाएर छ। थोरै अलिकति मिलाएको। मलाई उसिने गन्डा भन्छ, यस्तो तारे गन्डा मात्रै मिठो लाग्छ। यस्तो खासै अन्डा त मिठो लाग्दैन, भातसँग चाहिँ मिठो लाग्दैन मलाई अन्डा। यो करेन्ट भएको कारणले मात्रै हो मैले खाने, न त उसिनेको अन्डा यत्तिकै खाँदैन। म त खान मिठो लाग्दैन। करीसँग चाहिँ बेस्ट कम्बिनेसन लाग्छ अन्डाको चाहिँ। अन्डा बिना खाँदा चाहिँ के नखाएको जस्तै फिल हुन्छ। मतलब के मिठै लाग्दैन क्या यत्तिकै करेन्टमा चाहिँ खाँदाखेरि। मतलब पिरो नुडल्स खाँदाखेरि त्यो भएर धेरै चाहिँ खान सक्दिनँ अन्डा, एउटा भए पनि इनफ। भातमा खाँदाखेरि त्यो अन्डा ठुस्स भात मुछेर खाँदा कस्तो गनाउँछ, त्यही भएर मलाई मनपर्छ। आमाको मिठो लाग्छ। अनि तपाईँहरूलाई चाहिँ यो करेन्टमा भात मिसाएको मिठो लाग्छ कि लाग्दैन? मलाई चाहिँ एकदमै। थोरै भात हाल्ने हो अनि खाने हो, एकदमै मिठो लाग्छ। ओके यसमा मैले माम हालिसकेँ, खाना राखिसकेको छु। अब कस्तो देखाउँछ मिलाउनुपर्छ, मिठो हुन्छ। कस्तो गर्मी भइसक्यो, पसिना आइसक्यो। मेरो के भन्छ, फ्यान चलाऊँ भने अब आवाज डिस्टर्ब आउँछ होइन। अब त्यस्तै छ जिन्दगी। तर अब यसरी चाहिँ तपाईँहरूलाई खाएको कतिजनालाई मन नपर्छ, आच्छा करेन्टमा भात हालेर खाएछ यताउति भन्नुहुन्छ होला कि। तर सबको आफ्नो हो। मैले पनि ट्राई गरेको थिइनँ, मैले पनि ट्राई गरेको थिइनँ त्यसरी करेन्टसँग भात खानलाई चाहिँ। एकचोटि भाइले के खाँदै थियो अनि कस्तो मिठो हुन्छ खाएर हेर्न भन्यो भने ओके ट्राई गरी हेरौँ न त। ओ माई गड पसिना एकदम
अनि ट्राई गरी हेरौँ न त भनेर गरेको। नाइस। कुनै बेला वरिहरू कस्तो अब हुन्छ नि कस्तो हेर्दै कस्तो लाग्ने ठाउँमा कसरी कुन कम्बिनेसन कुन सोच्दै नसोचेको खानेकुराको कम्बिनेसन यस्तो खतरा मिल्दो रहेछ नि। जस्तो मलाई यो फेरि त्यो रम्पम नुडल्सहरूसँग चाहिँ होइन करेन्टसँग मात्रै भात मिठो लाग्छ। एकचोटि तपाईँहरू पनि ट्राई गरेर हेर्नु। अब सबैलाई मन नपर्न सक्छ। रुखको जस्तो भइसक्यो तर दियोस्। मिठो लाग्यो। अब सबलाई आफै पनि मिठो लाग्छ भन्ने हुँदैन। मलाई चाहिँ बेस्ट लाग्छ। अब गरममा म फ्यान बाल्छु। फ्यान बाल्न गएको गर्मी भयो। गर्मी भयो लाइनै गयो। सरी है लाइन गएर। मैले त खाइदिएको चाहिँ पानी पनि खाएको छैन। मैले चाहिँ पानी खानु चाहिँ म खाना जे खाँदा पनि म पानी चाहिँ हत्ताभत्ता खाँदिनँ। अब अड्किँदै हाल्यो भने अर्कै कुरा हो, अड्किहाल्यो सर्किहाल्यो भने चाहिँ अर्कै कुरा हो। तर मलाई खाना खाँदा पानी खाना चाहिँ मन पर्दैन। हेल्थको लागि पनि राम्रो होइन भन्छ। मलाई चाहिँ पहिल्यैदेखि पहिला चाहिँ खान्थेँ। पानी खायो भने भोक लागेको पानी खाएर मेट्ने फेरि प्याज पनि खाएन नि त। पानी खाएर भोक मिटिदियो। भोक मिटिदियो भने त खाँदा खाना सँगसँगै खायो भने त पानी नै कस्तो खाउँ लाग्दो हुन्छ नि त। अनि धेरै खान सकिँदैन खाना। अनि त्यही भएर म पहिल्यैदेखि फेरि सरी डिस्टर्ब भइरहेछ। अनि पानी खाँदै भात खाँदै पानी खाँदै भात खाँदै गर्दाखेरि म खासै खाना खाँदैन थिएँ पहिला। पछि गएर चाहिँ यस्तो हेरे राम्रो हुँदैन अरे यताउति भनेर चाहिँ बानी लगाएँ। सुरुमा त बानी लगाएको थिएन तर अहिले चाहिँ बानी लगाइसकेछ। अहिले त म खाइसकेर मात्रै खान्छु। पहिला जस्तो पिरो त खान सक्दैन तर करेन्ट चाहिँ अब खान्छु सकेँ। मलाई ग्लास चाहिँदैन। लाइन आयो घर फाइनली लाइन आयो। गर्मी यहाँ पसिना रुखो जस्तो हुन्छ यार। ओके थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियोज। ओके थ्याङ्क यू सो मच फर वाचिङ। यसरी नै सानो मिनी ब्लगहरू मेरो आउँदै गर्छ र तपाईँहरूको साथ र सपोर्टले गर्दा नि म अगाडि बढ्ने हो। र जति पनि अहिलेसम्म साथ सपोर्ट दिनुभएको छ मलाई जति पनि जतिजनाले सब्सक्राइब गर्नुभएको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद। यसरी नै सानो ब्लग मिलाउनको लागि तपाईँको माया र सपोर्ट एकदमै जरुरी छ। र म यसरी नै एउटा सानो ब्लगहरू जस एउटै टाइपको भिडियो त हाल्दिनँ। कहिले खाएको कहिले ट्राभल गरेको यताउति त्यस्तो टाइपको हाल्छु। जस्ट इन्टरटेनमेन्ट टाइपको हाल्छु तर खासै त इन्टरटेनमेन्ट त भएको छैन मेरो भिडियोमा। र मैले तपाईँहरूलाई गर्ने जस्ट कोसिस गरिरहेको छु गर्छु अब। ओके थ्याङ्क यू सो मच फर वाचिङ।